नमस्कार साथीहरू। आज हामी कुरा गर्दैछौँ नेपालका चर्चित पत्रकार, टेलिभिजन प्रस्तुता तथा राजनीतिज्ञ रवि लामिछानेको जीवन यात्रा, सङ्घर्ष, सफलता र विवादहरूको बारेमा। उहाँको जीवनमा धेरै उतार चढाव आई, तर प्रत्येक मोडले उहाँलाई नेपाली राजनीतिमा फरक पहिचान दिलायो। रवि लामिछानेको जन्म विक्रम सम्वत 2032 साल ज्येष्ठ 28 गते नेपालमा भएको हो। सामान्य परिवारमा जन्मिएका रवि सानैदेखि बोल्न सिपालु, आत्मविश्वासी र जिज्ञासु स्वभावका थिए। उहाँको बाल्यकाल धेरै सामान्य तर सङ्घर्षपूर्ण वातावरणमा बित्यो। परिवारले ठूलो सपना त देखेको थियो, तर आर्थिक अवस्था भने धेरै बलियो थिएन। त्यसैले उहाँले सानैदेखि मेहनत र सङ्घर्षको मूल्य बुझ्नुभयो। विद्यालय जीवनमा उहाँ पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनुहुन्थ्यो। विशेष गरी बोल्ने कला, प्रस्तुति र नेतृत्व गर्ने क्षमता उहाँमा सानैदेखि देखिन्थ्यो। रवि लामिछानेले पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गर्नुभयो। उहाँलाई समाचार, समाज र जनताको समस्या बारे बुझ्न विशेष रुचि थियो। यही रुचिले उहाँलाई संसार क्षेत्रमा अगाडि बढायो। शिक्षा पूरा गरेपछि उहाँ विदेशतर्फ लाग्नुभयो। विदेशमा बस्दा पनि उहाँले नेपाली समाज र नेपाली जनताको समस्या कहिल्यै बिर्सिनु भएन। उहाँ केही समय अमेरिकामा बस्नुभयो। त्यहाँ उहाँले सामान्य कामदेखि लिएर विभिन्न सङ्घर्षपूर्ण कामहरू गर्नु परेको बताउँछन्। विदेशी भूमिमा जीवन सजिलो थिएन। कहिलेकाहीँ आर्थिक समस्या, कहिलेकाहीँ मानसिक दबाव, तर उहाँले कहिल्यै हार मान्नु भएन। त्यही सङ्घर्षले उहाँलाई नेपाली समुदायसँग सम्बन्ध कायम राख्नुभयो। नेपाल फर्किएपछि उहाँले पत्रकारितामा सक्रिय रूपमा काम गर्न थाल्नुभयो। उहाँको प्रस्तुति शैली अरूभन्दा फरक थियो। बोल्ने शैली दमदार, प्रश्न गर्ने तरिका तीखो अनि जनताको पक्षमा खुलेर बोल्ने बानीका कारण छोटो समयमै चर्चित बन्नुभयो। त्यसपछि उहाँले टेलिभिजन कार्यक्रम सञ्चालन गर्नुभयो, जसले नेपाली मिडियामा क्षेत्रमा ठूलो प्रभाव पार्यो। सिधा कुरा जनतासँग कार्यक्रमबाट उहाँ झन चर्चाको शिखरमा पुग्नुभयो। यो कार्यक्रम मार्फत उहाँले भ्रष्टाचार, अन्याय, ठगी, सामाजिक समस्या र सरकारी कमजोरी बारे खुलेर आवाज उठाउनु भयो। धेरै मानिसले उहाँलाई जनताको आवाज भन्न थाले। उहाँको कार्यक्रम हेर्ने लाखौं दर्शक पर्खेर बस्ने गर्थे। विशेष गरी गरिब, पीडित, अन्यायमा परेका मानिसहरूको पक्षमा उहाँले गरेको आवाजले धेरै नेपालीको मन जित्यो। रवि लामिछानेले एकपटक लगातार धेरै घण्टा टेलिभिजन कार्यक्रममा सञ्चालन गरेर विश्व रेकर्ड समेत बनाउनुभयो। यस उपलब्धिले उहाँलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चित बनायो। नेपालका लागि यो गौरवको क्षण मानियो। पत्रकारिताबाट लोकप्रियता कमाइसकेपछि उहाँ राजनीतिमा प्रवेश गर्नुभयो। उहाँले नयाँ राजनीतिक दल स्थापना गर्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टी। यो पार्टीले छोटो समयमा नै ठूलो चर्चा पायो। समर्थन गरे। जनताले पुराना नेताबाट निराश भएर नयाँ विकल्प खोजिरहेका बेला रवि लामिछाने आशाको प्रतीक बने। निर्वाचनमा उहाँले ठूलो मतान्तरले विजय हासिल गर्नुभयो। यो जितले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्यायो। धेरैले भन्न थाले, अब नेपालमा नयाँ राजनीतिक सुरु हुँदैछ। उहाँ गृहमन्त्री समेत बन्नुभयो। गृहमन्त्री भएपछि उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा सुधारका विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर सफलतासँगै विवाद पनि आए। नागरिकता विवाद, सहकारी प्रकरण लगायतका विभिन्न आरोपहरूले उहाँलाई घेर्यो। राजनीतिमा जति लोकप्रियता बढ्दै गयो, उति आलोचना बढ्दै गयो। कतिपय मानिसले उहाँलाई परिवर्तनको प्रतीक भने, कतिपयले उहाँमाथि प्रश्न पनि उठाए। तर यी सबै बीच पनि उहाँले आफ्नो निर्दोष रहेको दावी गर्दै राजनीतिक यात्रा जारी राख्नुभयो। रवि लामिछानेको सबैभन्दा ठूलो शक्ति भनेको उहाँको बोल्ने कला, जनतासँगको सम्बन्ध हो। उहाँले सामान्य मानिसको भाषा बोल्नुहुन्छ, त्यसैले गाउँदेखि शहरसम्म धेरै मानिस उहाँप्रति आकर्षित छन्। विशेष गरी युवा पुस्ताले उहाँलाई नयाँ सोच भएका नेताका रूपमा हेर्ने गरेका छन्। रवि लामिछानेको वैवाहिक जीवन पनि बेला बेलामा चर्चामा रह्यो, तर व्यक्तिगत जीवनका कठिनाई बीच पनि उहाँ सार्वजनिक जीवनमा सक्रिय रहनुभयो। उहाँका समर्थकहरू उहाँलाई रवि लामिछाने नेपाली राजनीतिका चर्चित व्यक्तिमध्ये एक हुनुहुन्छ। उहाँले मिडियाबाट सुरु गरेको यात्रा राजनीतिसम्म पुग्दा लाखौं मानिसको ध्यान आकर्षित गरेको छ। उहाँको जीवनले एउटा कुरा सिकाउँछ,
सङ्घर्ष, आत्मविश्वास र मेहनत भए असम्भव कुरा पनि सम्भव हुन्छ। साथीहरू, रवि लामिछानेको जीवनमा सफलता पनि छ, विवाद पनि छ, सङ्घर्ष पनि छ र प्रेरणा पनि छ। उहाँलाई कसैले आशाको किरण मान्छन्, कसैले विवादित नेता, तर एउटा कुरा निश्चित छ, उहाँले नेपाली समाज राजनीतिमा ठुलो प्रभाव छोड्न सफल हुनुभएको छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को नयाँ प्रेरणादायी जीवन कथासहित फेरि भेटौँला। धन्यवाद।